एउटा बिललाई हामीले डिफ्रेन्ट पार्टमा स्प्लिट गरेर पेमेन्ट गर्न सक्छौँ। एउटा कुनै पनि बिल सेलेक्सन गरिसके पछाडि त्यस बिलमा रहेको कुनै पनि एउटा पनि आइटम अथवा दुईटा आइटम अथवा त्योभन्दा बेसी आइटमलाई डिफ्रेन्ट पार्टमा स्प्लिट गरेर हामीले त्यसलाई अलग अलग पेमेन्ट मोडबाट सेटल गर्न सक्छौँ। त्यसको लागि चाहिँ स्प्लिट पे भन्ने अप्सनमा जाने अनि त्यस पछाडि आइटमहरू सेलेक्सन गर्ने, जस्तै फर्स्टमा कुन आइटमलाई स्प्लिट गरेर पेमेन्ट गर्ने। स्प्लिट गरिसके पछाडि त्यसले टोटल्स कति देखाइरहेछ भनेर देखाउँछ अनि स्प्लिटमा प्रोसिड गरिसके पछाडि माथि त्यसले एउटा नोटिफिकेसन दिन्छ बिल चाहिँ स्प्लिट भइरहेछ भनेर अनि टोटल अमाउन्ट आउँछ। अनि एक्चुअली कन्फर्म गरिसके पछाडि अब हामीले यस बिललाई इन्स्ट्यान्टली अलग चाहिँ पेमेन्ट मोडबाट सेटल गर्न सक्छौँ। जस्तै मैले क्यास राखेर स्प्लिट एन्ड पे भनेर म गरिदिँदैछु। स्प्लिट एन्ड पे गर्ने बित्तिकै यो बिल एउटा नर्मल्ली एउटा बिल भएर प्रिन्ट हुन्छ र स्प्लिट हुने बित्तिकै त्यस अर्डरबाट चाहिँ त्यो आइटमहरू हट्छ र फेरि पनि सोही बिललाई हामीले फेरि पनि कुनै आइटमलाई फेरि स्प्लिट गरेर बिलिङ गर्नु छ भने सेम अघिकै प्रोसेसबाट स्प्लिट गर्छौँ, आइटम सेलेक्सन गर्छौँ, प्रोसिड टु बिलिङ गर्छौँ र पेमेन्ट सेटल गर्छौँ। यो फिचर चाहिँ जेनरली ग्रुपमा बिलिङ गर्ने कस्टमरहरू गेस्टहरूको लागि हुन्छ जसले चाहिँ ग्रुपमा अर्डर गर्नुहुन्छ तर एकजना गरेर जब चेकआउट गर्दै हुन्छ सो सिङ्गल चेकआउट गर्दाखेरि उहाँहरूले आफ्नो तरिकाले पेमेन्ट गर्दै उहाँहरूले चाहिँ बिल सेटल गर्दै पनि जान सक्नुहुन्छ। यो फिचर युज गर्दाखेरि एउटै बिललाई मल्टिपल तरिकाले सेटल गर्न सकिन्छ।